अभिवादन। म आज चे गुएभाराको कविता हामी बाटो लागौँ भन्ने प्रस्तुत गर्न गइराखेको छु। यो मैले 2059 सालतिर अनुवाद गरेको हो। यो आयरल्यान्डबाट प्रकाशित हुने द डेली मर्निङ स्टार यस्तै नामको पत्रिका थियो। त्यसबाट यो मैले यसको अनुवाद गरेको हुँ। कविता यस प्रकारको रहेको छ। ज्वालामुखीमय उदाउँदो भविष्यको लागि गुप्त बाटोहरूको झुक्कालाई पछार्दै तिमीले माया गरेका हरित भूमिलाई स्वतन्त्र पार्दै हामी बाटो लागौँ। थुप्रै अत्याचारको बदला लिँदै हाम्रो ललाटमा विद्रोहको ताराले भरिएको छ। कसम खाएका छौँ जित्छौँ कि त मर्छौँ। कसम खाएका छौँ जित्छौँ कि त मर्छौँ। जब पहिलो गोलीको आवाज सुनियो जसै झसङ्ग भएर किशोरी निद्रामै उठ्छिन्। हामी त्यहाँ पुग्नेछौँ। शान्त पार्न हामी योद्धाहरू त्यहाँ हुनेछौँ। जब तिम्रो आवाजले चार झोक्काको घोषणा गर्छ, भूमि सुधार, न्याय, रोटी र स्वतन्त्रता। जब तिम्रो आवाजले चार झोक्काको घोषणा गर्छ, भूमि सुधार, न्याय, रोटी र स्वतन्त्रता, हामी तिम्रो आवाजलाई उँचो पार्न त्यहाँ हुनेछौँ। हामी त्यहाँ पुग्नेछौँ। त्यो दिन जङ्गली पशु आफैबाट घाइते हुन्छ। हाम्रो मुक्तिको उद्देश्यले हामी तिमीसितै हुन्छौँ। चुम्दै विशाल अभियान। हामी त्यहाँ हुन्छौँ। नसोच तिनीहरूले थर्काउलान् भनेर। हतियारको उपहारले सुसज्जित छौँ। हामी एउटा राइफल, गोलीहरू, लट्ठीहरू माग्छौँ। त्यो सिवाय अरू केही होइन। यदि उनीहरूले सुकाएर ढाल्न सक्छन् भने हामी केवल क्युबालीको आँसुलाई सोध्न सक्छौँ। लडाकुहरूको लागि हावाले उठाएको पत्कर झैँ इतिहासको भल बाढीले बगाउनेछ। त्योभन्दा बाहेक अरू केही छैन। महान क्रान्तिकारी योद्धा चेको यो कविता आयरल्यान्डबाट प्रकाशित भएको डेली मर्निङ स्टार यस्तै संस्करणको अङ्ग्रेजी पत्रिकाबाट चाहिँ भावानुवाद गरिएको। त्यो पत्रिकाको नाम अहिले मैले बिर्सेँ। यो चाहिँ 59 सालतिर नै भावानुवाद गरेको हो। म जय कार्कीले नै गरेको हो। र यो जस्ताको तस्तै भयो त म भन्न सक्दिनँ। तर पनि मैले बुझेसम्मको क्रान्तिको कुराहरू र उहाँले भन्नु खोज्नुभएको यो विश्वचर्चित विश्व नेता नै भनौँ र सिङ्गो ल्याटिन अमेरिकालाई मुक्त गर्न हिँड्नुभएको थियो चे गुएभारा। उहाँले बोलिभियामा शहादत प्राप्त गर्नुभयो। तर पनि त्यो मुक्ति आन्दोलन अहिले पनि बोलिराखेको छ, अहिले पनि हुर्किराखेको छ। ल्याटिन अमेरिकाभरि फैलिएको छ र उहाँको उचाइ, उहाँको हाइट, उहाँको प्रसिद्धिमा अहिलेसम्म कुनै कतै केही पनि कमी आएको देखिँदैन। त्यसकारण उहाँ एउटा विश्व प्रसिद्ध योद्धा हुनुहुन्थ्यो। उहाँ अहिले पनि रहनुहुनेछ र रहिरहनु हुनेछ भन्ने हामी ढुक्क हुन सक्दछौँ, विश्वस्त हुन सक्दछौँ। धन्यवाद।